मुस्ताङमा अवस्थित यो गुम्बा साधारण मठ जस्तो होइन। यो त पहाडको भिरभित्र खोपेर बनाइएको गुफा गुम्बा हो, जसलाई हेर्दा लाग्छ मानौ आकाशमै टाँसिएको छ। इतिहासकारहरूका अनुसार लुरी गुम्बा करिब 13औं देखि 14औं शताब्दीको बीचमा निर्माण गरिएको हो। त्यो समयको सीमित साधन र कठिन भौगोलिक अवस्थालाई हेर्दा यस्तो संरचना कसरी बनाइयो भन्ने कुरा आज पनि रहस्यमय छ। यो गुम्बासम्म पुग्न आफैमा एउटा रोमाञ्चक यात्रा हो। साँघुरा बाटो, उकालो पहाड र भिरको छेउ हुँदै अगाडि बढ्दा मात्रै यहाँ पुग्न सकिन्छ। त्यसैले यहाँ पुग्ने हरेक यात्रुले साहस र धैर्यकी परीक्षा दिनै पर्छ। गुम्बाभित्र पस्दा भनी तपाईँ अर्को संसारमा पुगेको अनुभूति गर्नुहुन्छ। भित्तामा कुँदिएका रङ्गीन चित्रहरू, प्राचीन बौद्ध कला र सूक्ष्म प्रतीकहरूले भरिएको वातावरणले मनलाई एकाएक शान्त बनाउँछ। यी भित्ते चित्रहरूमा बुद्धका